हाम्रो कान्छा चाहिँ कुन हो भन्दा चाहिँ यो अगाडि जान्छ नि भर्खर भर्खरै छोरीको बाबा हुनुभएको छ। सो अझै पनि खुसी चाहिँ कोही छैन छेमाको अचार किने यस्तो हुन्छ यो काँडै हुँदैन कि अब यो कम त पोल्दैन हौ तर। हेलो नमस्ते एन्ड वेलकम टु आवर तक्लङ फार्म अनफिल्टरमा आज फेरि एउटा नयाँ ब्रान्ड न्यू ब्लग लिएर आउँदैछौँ हामी। र आज हाम्रो भिडियोमा के देख्नु के छ भन्दाखेरि त हेरेपछि थाहा पाउनुहुन्छ। हेर्नुहोस्, लाइक सेयर बटन सब्सक्राइब गर्न नबिर्सिनुहोस्। थ्याङ्क यू सो मच। अहिलेसम्म तपाईँहरूले हेरिदिएर लाइक गरिदिनु भएर सपोर्ट गरिदिनु भएकोमा एकदमै धेरै धेरै धन्यवाद। अझै पनि नयाँ भिडियोहरू आउनेछ। सो अगेन थ्याङ्क यू सो मच। हेर्दै गर्नुहोला, स्टे ट्युन। थ्याङ्क यू। देखिरहनु भएको चाहिँ हाम्रो यो एस्प्रोमा के भन्छ जति पनि ठुटेपुटेहरू फुटबल खेलाडी हुनुहुन्छ नि, उहाँहरू चाहिँ फुटबलहरू प्र्याक्टिस गर्नुहुन्छ। फुटबलहरू यसो फ्रेस हुनको लागि चाहिँ खेल्न आउनुहुन्छ आफ्टर काम सकेर कसैको छुट्टी भएको बेलामा। यो चाहिँ यो ग्राउन्ड हो क्या, ठुलो छ। सो यहाँ चाहिँ छुट्टी भएको बेलामा गोडाको बच्चाहरू पनि ल्याएर खेलाइरहेको हुन्छ। यहाँनिर स्पेसहरू ज्यादा छ, सम्म परेको छ। सो त्यही भएर अनि आज पनि यहाँनिर के हो फुटबलै खेलिरहेको जस्तो छ, गेम हो जस्तो छ। रातो र हरियो छ। सो यो चाहिँ हाम्रो एक प्रकारको आस्पोरको मुटु नै हो भन्दा पनि हुन्छ। तपाईँहरूलाई जानकारी दिएको क्या। को खाँदै आएको कि गर्मी न गर्मी छ नि त। अनि अब यो चाहिँ म यहाँ हाल्छु यसरी, किन भन्दा आधीमा त त्यो खाँदै खाँदै आएको। सो सकियो। अब यो चाहिँ हामी भिक्टोरियाबाट हुँदै हुँदै टाउन जाँदैछ। आज मेरो टाउनमा काम छ नि त। सो टाउन गएर चाहिँ अलिअलि हामीले कसैको क्लिपहरू कन्टेन्टको लागि क्लिपहरू खिच्न मान्नुभयो भने चाहिँ म अवश्य पनि यहाँनिर समावेश गर्नेछु। हेर्नुहोला, लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नुहोला, बेल आइकन क्लिक गर्नुहोला। सो हामीले जब भिडियोहरू अपलोड गर्छ नि तपाईँहरूलाई चाहिँ सुरुमै नोटिफिकेसन आउँछ। सो तपाईँहरूलाई थाहा हुन्छ अब चाहिँ यसले चाहिँ कस्तो खालको भिडियो ल्यायो त भन्दाखेरि चाहिँ हामी एकदमै राम्रो राम्रो ल्याउनेछौँ। किन भन्दा अहिले मेरो अलिकति कम्प्लेन आइरहेको छ एउटा कुरामा। त्यो के भन्दा चाहिँ म एकदम धेरै हाँस्छु क्या, बोल्दा बोल्दै ज्यादा हाँस्छु। अझ साथी भेट्नुपर्छ है, अन्त मलाई फनी कुरा आउँछ। मेरो फनी कुरा म आफै हाँस्छु क्या। त्यो कम्प्लेन भएर चाहिँ अब यो चाहिँ सुधार गर्नुपर्ने छ। तपाईँहरूलाई कस्तो लाग्छ म कमेन्ट गर्नु होला है त। यो चाहिँ तपाईँहरूले युकेको सिस्नो देख्नुभएको छ। यो चाहिँ युकेको सिस्नो हो क्या। यस्तो हुन्छ यो काँडै हुँदैन कि अब यो कम त पोल्दैन हौ तर यहाँ हुन्छ कि यस्तै। यो त मैले छायामा देखाएको, फुलेको पनि थियो उहाँ पर। मान्छे थियो कि अनि रेकर्ड लाज भयो। यहाँ रहेछ झ्याम्मै परेको। हेर्नु त यस्तो हुन्छ। यो हुन्छ तर कस्तो पोल्छ नि। हाम्रो नेपालको चाहिँ काँडा हुन्छ नि त। यो अब युके बस्नेहरूलाई त थाहा हुन्छ यस्तो छ भनेर। तर मैले मेबी मेरो भिडियोहरू नेपालमा पनि हेर्छन् होला भनेर मैले नेपालको मान्छेलाई देखाएको। अब चाहिँ हामी टाउन आइसकेको छौँ। म चाहिँ यहाँ चाहिँ टाउनमा काम थियो नि त। कान्छा म त्यहाँ जाँदैछु। सुन पसलले कान्छ सानो सब्जी मलाई देखेको छैन उसले। हाम्रो कान्छा चाहिँ कुन हो भन्दा चाहिँ यो अगाडि जान्छ नि कान्छालाई। अब यहाँ चाहिँ सपिङहरू गर्न ग्रोसरीहरू गर्न चाहिँ हामी यहीँनिर आउँछौँ कि। अब अहिले त 4-4वटा सुन्दा छ, 4-4वटा उयो छ ग्रोसरी सप। अन्त सजिलो भएको छ। यहाँ चाहिँ यो टाउनमा चाहिँ बसहरू सबै लाग्ने ठाउँ, यताउता जाने ठाउँ यहीँबाट हुन्छ। यहाँभित्र चाहिँ हाम्रो सपिङ सेन्टर छ। सबै राम्रो राम्रो छ, सबै उडिसक्यो। अब चाहिँ जोतकोहरू आइरहेको छ अहिले चाहिँ। हाम्रो कान्छा चाहिँ कुद्दै कहाँनिर आएको भन्दा यो पसलमा आएको। पसल नै खोलिसकेछ कान्छोले। मैले पिछेबाट भिडियो गर्दै थियो अघि तिम्रो देख्यौ न।
नमस्ते भाग्यमानी हुनु। आजको मेरो डेस्टिनेसन चाहिँ यहीँसम्म हो। अब दिउँसोभरि यताउता गर्नु छ, त्यहाँ पछिबाट घर जाने हो। यो चाहिँ आजको मेरो लुक यस्तो छ। हाम्रो सुन पसल चाहिँ यसरी सबै खाली बनाएको छ, चोर्दै चोर्दै लगेछ। अब हामी नयाँ कान्छाले अब नयाँ भर्खरै ल्याएको सामानहरू राख्छ। हिजो चोरी गर्दैछ नि त हाम्रो यहाँ पसलमा। यहाँ चाहिँ हाम्रो सिसी क्यामेरा। यो चाहिँ काठमाडौँ ज्वेलर्सको यो के भन्छ पिक्चर सुनको गरेको। यो माथि यो राखेको चाहिँ हाम्रो भान्जी हो भन्छ, नुनढाके दिदीहरूको के नातिनी भन्ने जस्तो लाग्यो। म चाहिँ राम्रोसँग चिन्दिनँ, सम्झना छोरीले भन्नुभएको त्यही भनिरहेको थियो। सो यही हो। अब हाम्रो ब्लगमा चाहिँ यो पनि आउनेछ। आज सुनको रेट कति भएको रहेछ? आज सुनको रेट चाहिँ 990 नै रहेछ क्या। 1 तोलाको चाहिँ 990 नै रहेछ। यो ब्लाउजहरू, यो चाहिँ हाम्रो कपडाहरू छ। तपाईँहरू आउन सक्नुहुन्छ यहाँनिर। जे खोज्नु भएको छ त्यही पाउनुहुन्छ। यो चाहिँ हाम्रो फ्रन्टमा जस्तो छ। पसलको पनि एड गरिदिउँ त। यो चाहिँ हाम्रो नेपाली भाइहरूकै पसल हो। यसको ठिक नेक्स्टमा चाहिँ काठमाडौँ ज्वेलर्स छ। सो यु क्यान भिजिट बोथ साइड। धन्यवाद। यहाँ हुनुहुन्छ हाम्रो मिस्टर राई कान्छा थक्लुङ होइन। उहाँ चाहिँ भर्खरै छोरीको बाबा हुनुभएको छ। सो अझै पनि खुसी चाहिँ कोही छैन। लड्डु हामीलाई अस्ति खुवाएको, फेरि लड्डु किनेको छ। 1 महिना जति भइसक्यो। अब 1 वर्ष जति चाहिँ छोरीको खुसीमा लड्डै मात्रै खुवाउँछ कान्छाले। ल यहाँ हाम्रो च्यानलको लागि 1-2 शब्दहरू छाडिदेऊ त बुङ्की बुङ। गाइजहरू, हाम्रो यहाँ भर्खर भाउजूले चाहिँ मेरो भाउजू प्रिय भाउजू हुनुहुन्छ। मजाले के अरे युट्युबहरू निकै इन्ट्रेस्ट गर्नुभएको। त्यही भएर म हजुरहरूलाई के भन्न चाहन्छु भने दशमला बिन्ती छ, सुन देखाएको छैन है भाउजूसित। सुन पसलमा आएर सुनै देखाउने हो क्या कान्छो। यहाँ पनि छ फेरि सुन देखाएको नदेखाएकै देखाउ न देखाउ। हाम्रो कान्छा पनि सेटै हो नि हौ। सानो दिनो सेटै हो क्या। आमा कति तोलाको लगाएको छ भन त? यहाँ धेरै न 4.5 तोला छ। अनि यो औँठीको जम्मा चाहिँ कति भयो चाहिँ? जम्मा यतिमा झन्डै लगभग। तपाईँहरू को हुनुहुन्छ सुनिराख्ने मान्छे, उहाँलाई चाहिँ झ्यापझुप पारेर गाडीमा लगेर चाहिँ लगभग यो गर्दाखेरि लगभग 6.5 तिम्रो अनुहार छेक्यो हौ कान्छा। सुन देखाउने जोस 6 तोला जति छ। सुन देखाउने जोसमा अनुहार नछेकन लजाएर कान्छा लजाएको होइन हौ। यो यहाँ सुन्नु न 6 तोला जति छ। यतिले केही हुने होला पनि छैन होइन। ठिक छ। म अरू केही पनि भन्न चाहेन। हाम्रो भाउजू चाहिँ भर्खर के अरे युट्युब ओपन गर्नुभएको गाइज होइन। डु सब्सक्राइब अनि डु कमेन्ट है त। राम्रो भिडियो अझै राम्रो कन्टेन्टहरू लिएर आउनेछन् हाम्रो भाउजूले। अब 1-2 कन्टेन्टमा त कान्छै आउँछ। कान्छाको साथीहरू साथ दिन्छौँ भाउजू। छिटो यहाँनिर 1K। तर छिटो होइन, मलाई चाहिँ धेरै चाहिँ पर्दैन। 20K सब्सक्राइब पुगेपछि चाहिँ केक हामी के अरे गाइजहरूलाई, हाम्रो अडियन्सहरूलाई अनि के पो भन्छ फ्यानहरूलाई थक्लुङ फ्यान्स युट्युब फ्यामिलीहरूलाई चाहिँ हामी 20K सब्सक्राइब पुगेपछि चाहिँ हामी यही पसलमा ठुलो केक हो। ठुलो केक भनेर कति 6 पाउन्डको केक। 6 पाउन्ड भनेको बुझ्नु होइन? यत्रो ठुलो हुन्छ क्या। ए हो। त्यो वाला चाहिँ हामी केक काटेर हजुरहरूलाई नै हामी लाइभ देखाइदिनेछौँ। र इफ युकेबाटै सब्सक्राइब हुनुहुन्छ र आसपास ट्रेनमै हुनुहुन्छ भने चाहिँ हजुरको घरमा पनि डेलिभरी पनि गरिदिन्छौँ। यहाँ हाम्रो अब यो के अरे काठमाडौँ जोडेको पनि गर न त नि एड। गाइज एनीबडी यो चाहिँ आउँदै गरेको मुङसिरमा बिहे गर्ने हुने र बच्ची हुनेहरूले इफ तपाईँहरूलाई चाहिँ इफ एनिथिङ निडेड लाइक गर्ल, यहाँ चाहिँ धेरै प्रकारको चाहिँ गोल्ड हरेक चीजको लागि, गिफ्टको लागि, बिहेको लागि, सुन चाँदी मोती तपाईँहरूलाई हरेक चिज पाउन सक्नुहुन्छ।
प्लस क्लोथ्सहरू पनि पाउन सक्नुहुन्छ। हाम्रो यता यहाँनिर बुटिक छ, हाम्रो त बुटिक पुरै बुटिक छ नि हो। पैसा यस्तो छ हाम्रो होइन। म चाहिँ यहाँ आज एकछिन घुम्न आएको थिएँ, त्यही भएर तपाईँहरूलाई यसो काठमाडौँ ज्वेलर्सले रिक्वेस्ट गर्यो नि त हाम्रो पनि एड गरिदेऊ भनेर। स्टाफ हो क्या स्टाफ। अनि हाम्रो यहाँ सानो सानो हाम्रो यहाँ ड्राइभर ओनर पनि यही हुनुहुन्छ। हाम्रो सानो ओनर हो के यस्तै त राम्रो हुन्छ त, कम त ह्यान्डसम छ। हामीले चाहिँ यहाँनिर युट्युबबाट चाहिँ उहाँको लागि एकदमै घरजम गरी खाने केटी खोज्दैछ। यहाँ तपाईँहरूको थोरै के अरे च्यापिएको के भन्छ नेपालीमा थ्रेडमा उद्रेको भन्छ नि, उद्रेको चोली छ है त्यही पनि लाइन्छ होइन, नलाउनु उद्रेको चोली त त्यही पनि सिलाइन्छ भन्ने चाहँदा चाहिँ यहाँ काठमाडौँ ज्वेलर्समा आउनु होला। सिलाइ बुनाइको पनि व्यवस्था छ। यो चाहिँ यो साइड कुर्ती होइन, तपाईँहरूलाई 30 को देखि लिएर जे चिजको पनि यहाँनिर चाहिँ एभाइलेबल छ। युके स्वेटर डिफ्रेन्ट के भन्छ डिफ्रेन्ट भेराइटिजमा छ। तपाईँहरू चाहिँ आएर चाहिँ भिजिट गर्नुहोस् र मन पराए बापत तपाईँहरूले भारीका भारी किनेर लानुहोस्, हामी नै भन्नेवालामा छैनौँ। भारीका भारी डिस्काउन्ट, भारीका भारी। अनि यो चाहिँ हाम्रो यो काठमाडौँ ज्वेलर्सको चाहिँ यो पसलको पनि हामीले यसो टुर गराएको। यहाँ चाहिँ अब सानो सौजी भइजानु भयो नि त। म सानो साउजी चाहिँ होइन क्यारेको हो यहाँनिर। म पसलको काउन्टरमा बस्ने बित्तिकै सानो सौजी हो। सानो त हो, यत्रो सुन लागेको छ अनि के त नि। सानो त हो। यहाँ यस्तो छ के अरे तपाईँहरूलाई यता भाउ यस्तो देखाइदिन्छ। यहाँनिर बिहेको लागि इन्गेजमेन्ट रिङदेखि लगेर सबै कुराहरू यहाँनिर कृष्णमालाई ओरिजिनलहरू हो, पलहरू छ, सबै छ हाम्रोमा चाहिँ। तपाईँहरूले चाहिँ आउनुभयो भने चाहिँ तपाईँहरू के चिजमा पनि खाली जानुहुने छैन। तपाईँलाई जे भने त्यही मात्र। आजको रेट कति छ? 10-15 पाउन्ड घटेको हो साथी हो। आउनुभयो भने यही के अरे त्यहाँ भन्नु यहाँ लेख्नु त के थक्लुङ पो छ होइन। हाम्रो भाउजूको नाम चाहिँ पबिना हो। पबिना बानीले थक्लुङ यो युट्युबबाटै हेरेर आउनु हुनेलाई चाहिँ हामी एकदमै डिस्काउन्ट, एकदमै धेरै डिस्काउन्ट दिएर हामी हजुरहरूलाई। तर नाम चाहिँ भन्नु पर्यो। म चाहिँ मुमा हेरेर आएको भन्नु पर्यो, तपाईँलाई पुरा डिस्काउन्ट हुन्छ होइन। हाम्रो चाहिँ यहाँ हेर्नुहोस् न, बुढीलाई माया गर्ने मान्छेले यसरी स्क्रिनमा फोटो राखेर हिँड्छ। आमा हेर त, पहिला बिहे गर्नु अगाडि चाहिँ पुरा दुईजना हिरो हिरोइनी भएर बिहे गरेको। अहिले चाहिँ भुँडे हाम्रो बोइजहरूलाई पनि छ, बोइजलाई पनि छ हाम्रो के अरे चेन ब्रासलेट भन्छ क्या ब्रासलेट है, ब्रासलेटहरू चेनहरू पनि छ। यो ब्रासलेट हाम्रो लेडिजको पनि छ, हाम्रो लेडिजको अनि हाम्रो लेडिजको यो चाहिँ हाम्रो जेन्ट्सको हो, केटाहरूले पनि छ। आउनुहोस् युट्युबबाट पबिना लिम्बू हाम्रो भाउजूबाट चाहिँ युट्युब हेरेर आउनुभएको भने हजुरलाई हामी भारी डिस्काउन्टको साथ हामी चाहिँ यहाँ दिनेछौँ हजुरहरूलाई। यो चाहिँ कहाँनिर छ भनिदेऊ, त्यो पनि एड्रेस पनि ठ्याक्कै अपोजिटमा चाहिँ हाम्रो पसल छ, नेपाली पसल। अनि फेरि पसल भन्दाखेरि नामै पसल हो क्या, नेपाली सप छ हाम्रो त्यहाँको। ऊ यता देखाइदिन्छु अगाडि हाम्रो पसलको ऊ देखाइदिउँ न ल। टाउन सेन्टरमा छ, ठ्याक्क बस स्टपदेखि बिहान हेर्नु हो भने चाहिँ देख्नुहुनेछ काठमाडौँ ज्वेलर्स भनेर। यहाँ भिजिट गर्नु भएर हाम्रो पबिना युट्युब फ्यामिलीबाट चाहिँ आउनुभयो भने हजुरहरूलाई कति पर्सेन्ट हामी त्यो चाहिँ साउनीलाई सोध्नुपर्छ। 5% डिस्काउन्टको साथ डिस्काउन्ट चाहिँ हुन्छ, तर त्यो चाहिँ साउनीलाई सोध्नुपर्छ। तर भन्नुभयो भने चाहिँ डिस्काउन्ट चाहिँ अवश्य दिन्छ, किनभने म डिस्काउन्ट युट्युबबाट आउनुभयो भने बाहिर हामीले चाहिँ अलिक ठिक गर्दैछौँ भने तपाईँलाई मोर गरेर हामी डिस्काउन्ट दिएर पठाउनेछौँ। फेरि हाम्रोमा चाहिँ यो नक्कली होइन सक्कली सुनहरू मात्र छन्, यो सक्कली सुनहरू मात्र छन्। यस्तो गरेर देखाउँछ त्यो यो दोकानको होइन गाइस, यो मेरो बिहेको बिहे फर्स्ट कमायो भनेर अन्त माया गर्छ बुढी आमा। यो त उसको होइन, यो त उसको होइन, उसले एकछिन सापट्टि मागेर लगाएको।
सापट्टि मागेर लगाएको क्या अहिलेसम्म त्यो घरमा पुगेपछि हराउँछ सिक्री निक्लेपछि सिक्री निक्लेर आमाकोमा गएपछि बोल्न हाम्रो ज्योति दिदीले चाहिँ अब यहाँ हामीलाई चाहिँ पुरा एउटा सुकुटीको बट्टा किनेको उपलक्ष्यमा हामीलाई नै फेरि यहाँ जुस किनेर ल्याएर दिँदै हुनुहुन्छ एकदम ब्युटिफुल दिदी हुनुहुन्छ तपाईँ के गर्न आउनुभएको आज टाउनमा भन्नु त म मेरो फुपूले के रे कस्तो राम्रो भेजिटेबल थियो के हो भन्ने कुरा चाहिँ अर्डर गर्नुभयो त्यही चाहिँ म चाहिँ नि लिँदा आएको अनि म यहाँ हराएको भए छैन छेमाको अचार किने यो छेमाको अचार त मैले 4-5 चोटि किन्छ कि होइन थुप्रै चोटि किने है आज पनि लैजाँदैछु अनि घरमा गएर भात सब मरेर कम खान्छ दम्मी हुन्छ होइन कडा दिन्छ आउँदैन भन्छ बोल्न त आउँछ कान्छाले फ्रुटी दिँदैछ सानो सेट हो नि त पनि मलाई कस्तो 20 चाहियो हेलो गाइज थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा लाइक गरिदिनु भएकोमा सपोर्ट गरिदिनु भएकोमा अझै पनि नयाँ इन्ट्रेस्टिङ भिडियोहरू आउनेछ स्टे ट्युन थ्याङ्क यू सो मच बाई फेरि पनि नेक्स्ट एपिसोडमा भेट्नेछु धन्यवाद